साथीहरू अब म करेला र आलुको अचार बनाएर खान्छु। मलाई चाहिँ करेला पकाएर भन्दा पनि यसरी नै अचार बनाएर चाहिँ खानु मन लाग्छ। अनि मैले यहाँ लिएको छु आलु र उम्लिँदैछ। आलु चाहिँ उम्लिँदैछ। म यो टमाटरलाई पनि हाल्छु अनि उसिनेर पिरो बनाएर मिलो बनाएर खाने हो। टक्क परेर तरकारी पकाउनु चाहिँ अल्छी लागिरहेछ। यो चाहिँ खोर्सानी अचारमा हाल्नलाई खोर्सानी। यो चाहिँ तेल तातिँदैछ। अब म करेला हाल्छु। सबै हालिन्छ एकैचोटि। करेला चाहिँ यतिको भइसकेको छ होइन भुटेर। हाम्रो चाहिँ रेडी भइसक्यो। अनि त्यसपछि टमाटर छ यहाँ मैले उसिनेर राखेको छु। अब म यो सिलौटामा हाल्छु। चाहिँ आलु र करेला नि रेडी भयो अनि यो पनि रेडी भयो। अब म मिक्स गर्छु। अब मैले यो मिक्स गरेँ। अब म यहाँ टमाटर मसला मैले बेसार पनि हालिसकेको छु। अप्ठ्यारो भएर क्यामेरा समाउनु। अब चाहिँ म चट्ट छान्ने अनि यसलाई मिक्स गर्ने हात पोल्छ। यसलाई म मिक्स भएपछि देखाउँछु है कस्तो देखिन्छ। अमिलो हाल्छु। अमिलो हुन्छ होला। यसलाई मिक्स गर्छु। म प्याज हाल्छु। म त हातले नै मोल्छु। हातले मोलेको मिठो हुन्छ नि। यो चाहिँ अब रेडी भयो।